गाईहरू हैन मेरो घर चाहिँ पूजा छ अनि मेरो आज घर पूजा छ हैन यता चाहिँ मेरो यो घरकै जेठी छोरी हाम्रो अञ्जली जी हुनुहुन्छ अनि यता जयन्ती माइल छोरी तर जेठो दाइको जेठी छोरी हो हैन यता सेल हाल्दै छन् अनि यता मेरो ठुली आमा हुनुहुन्छ सबैभन्दा ठुलो हाम्रो हाई गर्दिनु अब यस्तो गर्दिनु हैन हाई गर्दै हुनुहुन्छ हैन यता मेरो जेठी हजुर पुरै तामाको गाग्री ल्याएर पुरै तयारी गर्न हुनुहुन्छ साइली भाउजू फेरि आफूलाई देखिएन भनेर अगाडि आउनु भयो हैन यो चाहिँ हाम्रो यो चाहिँ हाम्रो भान्सा कोठा हो हैन यहाँ चाहिँ आगोमा बालेर चाहिँ पकाउने चिजहरू चाहिँ यहाँ पकाइन्छ जयले पनि भनिहाल्नु हो आज पूजाको दिन हो जय पनि हाम्रो आज व्रत बस्नु भएको छ जय अहिले यतातिर हैन यो होइन तपाईँ खाँदै गर्नु जय अब यता मेरो बहिनी पुरै अचार सचार बनाउन तयारीमा छ हैन भागा खान फेरि उता मेरो ठुलो दाजु हैन ठुलो दाजु चाहिँ यता पुरै दारी काट्दै हुनुहुन्छ उहाँ पनि आजको मेन कर्ता पूजाको लागि हैन यो चाहिँ मेरो घर अनि यता मेरो सानीमा हुनुहुन्छ मम्मीको साइली बहिनी यता मेरो दाजु हुनुहुन्छ दाजु फेरि पुरेत पनि हुनुहुन्छ मेरो दाजु चाहिँ हैन सबजना आफ्नो काममा व्यस्त हुनुहुन्छ आज हैन अनि सुहाना यता हेर्नुहोस् ओ माई गड मेरो छोरी फेरि पुरै फुल उनिरहनु भएको छ हैन उहाँ फेरि सोचिरहनु भएको के गर्ने होला मैले भनेर यो चाहिँ मेरो पुरानो घर ठुलो घर है यो मेरो पुरानो घर हो यो यसो यो आँगनमा चाहिँ पिङ हालिदिएको थियौँ हामीले दसैँमा पिङ खेल्नको लागि अनि यो चाहिँ मेरो घर हो है फुल्टे अनि यो चाहिँ मेरो घर हो यो चाहिँ हैन टक्क लाएर यो मेरो घर हो अनि मेरो घरनिर चाहिँ ट्याक्क तुलसीको मोड छ है यहाँ सधैँ मेरो मम्मीले पूजा गर्नुहुन्छ यो चाहिँ मेरो 5 भाइको एउटा मात्रै बहिनी हो छुच्ची छ तर यो मेरो पुरानो घर भयो हैन गाईहरू अनि यो चाहिँ मेरो गोठ है यो गोठ यहाँनिर मेरो बाख्राहरू छन् यो मेरो गोठ हो मेरो बुवा अहिले मेरो बुवा चाहिँ काम गर्दै हुनुहुन्छ हैन त्यो कुखुरालाई राख्ने सुलीको बोरा पखाल्दै हुनुहुन्छ यता मेरो जेठी भाउजू हुनुहुन्छ है यो चाहिँ घर चाहिँ मेरो साइलो दाजुको हो त्यो घर यतातिर साग रोप्ने गरे है करेसाबारी हो यो मेरो यो चाहिँ मेरो ब्लगहरू हो हैन यो यतातिर चाहिँ म अघि पनि भनिहालेँ यो मेरो पुरानो घर हो हैन यो चाहिँ मेरो घर हो तीनटै घर हो मेरो यो भान्सा कोठा भइहाल्यो मेरो छोरी फुल टिप्दै छिन् हैन सुहाना नेपाली काइली भाउजू हुनुहुन्छ उहाँ इकु पनि हो हैन कान खोले हुनुहुन्छ मम्मी मेरो मम्मी के हो त्यो पैसा ल्याउनु पैसा खाली हात दिएर पैसा